वेलकम ब्याक टु माई भ्लग। म चाहिँ यो भ्लग बनाउँदैछु है। यो डब्बा यसमा चाहिँ तपाईँको यो अहिले प्लेन जाने चाहिँ लङ हल भन्छ। यो यहाँ लिएर आएको छ हामीले। क्याप्टेन बस्ने ठाउँ यहाँ छ, पाइलट होइन। त्यहाँबाट आयो, यस्तो आयो टोइलेट यो क्याबिन क्रु। यहाँ प्लेनमा पनि सुत्ने ठाउँ हुन्छ नि, फेरि पाइलटहरू होइन एयरक्राफ्टहरू सुत्ने ठाउँ है यो चाहिँ। अनि यस्ता गयो, यो चाहिँ बिजनेस क्लास भन्छ यसलाई होइन। अलिक मैले क्विकमा देखाएको छु तपाईँहरूलाई। यो डब्बा, यो प्लेन चाहिँ जाने दिल्ली जान्छ। यो प्लेन दिल्लीको लागि फ्लाइट भइरहेछ, रेडी भइरहेछ। त्यहाँबाट गयो होइन, आयो। काम चाहिँ यस्तो छ है साथी हो, मेरो चाहिँ एकदम हार्ड काम छ होइन। त्यहाँबाट आयो सेकेन्ड डोर। यो सेकेन्ड डोरमा चाहिँ टोइलेटहरू छ यतापट्टि पछाडिपट्टि। लगभग यसमा टोइलेट पनि 10 जस्तो छ होला मेरो ख्यालमा। यो यहाँबाट अर्को ड्राइभरले चाहिँ हालेर भ्याउँ भयो। ट्रकमा त्यसरी आउँछ सामान है, ट्रकमा। यो चाहिँ यहाँ तातो पानीहरू बनाउने, कफी बनाउने ठाउँ यो होइन। अनि यो बक्स भइहाल्यो। यहाँ चाहिँ तपाईँको बक्समा चाहिँ यो बक्सको चाहिँ फर्स्ट किट भन्छ यसलाई। यसमा चाहिँ मेडिसिनहरू, फ्लाइटमा चाहिँ तपाईँको बिमारी भयो भने यसमा चाहिँ दबाई हल्का दबाईहरू हुन्छ। मानिलिउँ यो बक्सहरू, यसमा चाहिँ आइस जुसहरू के होइन, एयरक्राफ्ट खानेहरू भनौँ न। अब यसमा चाहिँ तपाईँको खानाहरू हुन्छ। यसमा चाहिँ खानाहरू, यसमा तपाईँलाई खाना पनि देखाउँला मैले होइन। खानाहरू चाहिँ यस्तै हुन्छ है खानाहरू। अब हामी गयो यहाँबाट फेरि उता है। अहिले प्लेनमा चाहिँ कोही छैन, हामी 3जना बाइक। यो प्लेनले लगभग बोक्ला मान्छे अब 500 भन्दा पनि अलिक बढी बोक्ला। तपाईँलाई बिजनेस क्लासको चाहिँ सिट चाहिँ यस्तो हुन्छ है, हेर्नुहोस् है। यो चाहिँ बिजनेस क्लासको सिट क्याबिन। हाम्रो नेपालमा क्याफेमा केटाकेटी बस्छ नि क्याबिनमा, सेम त्यस्तै हुन्छ। हाय ब्रो। ए क्याबिन, एकजनाको क्याबिन एउटा सिट हुन्छ। ल थ्याङ्क यू सो मच, बाई।